यही बाटो हो नि 2038-39 सालतिर म आमासँग पोखरा आउँदा भारी बोकेर बिसाएको चौतारी यो समीको रुख यो चौतारीमा टन्नै भारी बोक्ने भरियाहरू बटुवाहरू सबै यसरी पोखराबाट भारी बोकेर आएर यहाँ बिसाउने चौतारी हो। यो हेम्दाको सुइखेत भन्ने ठाउँ यो सुइखेत यो पुरानो बाटो। यहाँ घोडा खच्चर विदेशी टुरिस्टहरू लोकल स्थानीय मान्छेहरू भारी बोकुवाहरू सबैको जमघट हुन्थ्यो। यतातिर पनि भकारीको होटल के अरे भट्टीहरू हुन्थ्यो खाजा खाने चिया खाने। यतातिर त्यति बेलाको सबैभन्दा भाइरल सबैभन्दा डरलाग्दो ठुलो घर सुइखेतको यो हो व्यापारको केन्द्र। पोखरादेखि यहाँदेखि माथि नौडाँडातिर उकालो लाग्ने स्टेसन। यहाँ माथिबाट आउने तलबाट आउने मान्छेहरूको यहाँ खाजा खाने स्टेसन घुइँचो हुन्थ्यो। यहाँ अहिले यहाँ यस्तो अवस्थामा छ। यही बाटो हो हामी म्याग्दी मुस्ताङ पर्वत भरेपानी हुँदै जाने बाटो यो हो। अलि माथिसम्म जान्छ कस्तो रहेछ। यहाँ चाहिँ यस्तो बनाएछन्। यहाँ पनि खरको कटेर थियो। यही बाटो भारी बोकेर उकालो लाग्ने डौडाँडा पाउँदुर डाँडा लुम्ले काँडे लुम्ले हुँदै चन्द्रकोट जाने बाटो यही हो। यही बाटोमा हिँड्दाखेरि भारी बोकेर हिँड्दा हो मलाई मेरो ढाडमा 3 ठाउँ थपडा उठेको। यो जङ्गलको बिच यही बाटो हिँडेको हो नि म। यो सिँढीमा यस्तो गरेर भारी बोकेर उकालो गएको यो बाटो त जे होस् अझै पनि गोरेटो बाटो रहेछ अझै बाटो। मान्छेहरू अलिअलि हिँड्दो रहेछन्। यो सुइखेतको सबैभन्दा व्यस्त स्टेसन हो। यतापट्टि खारेर डोजर लगाएर यहाँ कुनै के हो गरेका रहेछन् सम्याएर। यो बाटो सायद म 45 साल 47 सालसम्म 2047 सालसम्म हिँडेँ होला म यो बाटो। त्यसपछि गाडीको सुविस्ताले गर्दा गाडीमा घुइकिन लाग्यो अनि यो बाटो छोडेको। यो स्टेसन त्यस्तो खतरा। त्यो जमानाको भाइरल घर, त्यति बेलाको फेमस घर। यतातिर सानो सानो झुपडीहरू होटलहरू भट्टीहरू हुन्थ्यो। यतातिर यो इलाकाको सबैभन्दा फेमस घर थियो। अहिले कता पुगेछन् कुनी युके अमेरिका पुगे कि हङकङ पुगे कि कता पुग्यो खै उहाँको घरधनीहरू। यो घर देख्दाखेरि त ओहो ठुलो सहरमा आए जस्तो लाग्थ्यो। यो बाटो हिँड्दाखेरि पुरा घोडा खच्चरको स्टेसन, भारी लोड अनलोड गर्ने, चिया पानी खाने, गीत गाउने पेन्सनवाला पार्टीहरू चाहिँ अनेक किसिमको रक्सी खाँदै बाटोबाट हिँड्दै जिस्किँदै
गर्ने यो बाटो अहिले च्याप्पै आँखा बन्द गरेर बसेछ। छैन म पारी हाइवेबाट गाडी फालेर यतातिर कस्तो रहेछ भनेर आएको। यस्तो रहेछ, यो बाटो गरेर जान्थे। यो हेम्दाको खोलाको किनारै किनारा किनारै किनारा 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 गरेर एमदी पुगेर एमदीको भट्टीमा चिया खाएर फेरि सिम्पानी हुँदै भैरमटोल पुगेको ठाउँ बाटो पुग्ने बाटो हो। अहिले यहाँ खोलाको सुईखेतको खोलाको अवस्था हेर्दा खोला यस्तो छ। खोला सुईखेतको खोला अहिले यो अलिकति खारिए छ। पहिला यस्तो किसिमको खारिएको थिएन, सम्म थियो। कहिले खोलावारी कहिले खोलापारी कहिले खोलावारी कहिले खोलापारी गरेर जानु पर्थ्यो। अहिले यो धेरै गहिराइमा पुगेछ। अनि योभन्दा माथि घट्टे खोला भन्छ, माथि हाइवे छ। अनि यस्तो छ पुरानो हिरो ठाउँ। हस्, धेरै वर्षपछि यो घरलाई देख्ने मौका पाएँ। नमस्कार, बाई बाई।